Sevane. Sevane. Good morning. What a privilege to speak between you all. And तपाईहरु जस्तो ब्राइट माइन्ड्स हैन सँग अब एकदमै मेरो अब अलिकति इन्डिजिनियस नलेज कल्चरल नलेज पनि म्याक्सिमम आई विल टेक 20 मिनट्स आई विल कभर अप कोलाखामको हिस्ट्री अनि अलिकति इन्डिजिनियस नलेजबाट बर्डिङ हैन तपाईहरुकै फिल्डमा अब तपाईहरुकै फिल्डको कुराहरु अलिकति हाम्रो कल्चरबाट कुन चाहिँ पर्सपेक्टिभले हेरिन्थ्यो पहिला हैन त्योहरु भयो अनि यो थिंग्सहरुलाई अलिकति म तपाईहरुलाई डिटेल्समा ब्रिफिङ चाहिँ गर्नेछु ल र I'll start with the things. यो कुराहरु चाहिँ सबै तपाईले जे देख्नु हुँदैछ मोस्टली नेपाली कम्युनिटिजमा बेसी देखिन्छ हो नेपाली कम्युनिटिजको पनि यो चाहिँ सबै राई कम्युनिटिजले चलाएको मात्रै छ र यो चाहिँ थिंग्सहरु चाहिँ एभ्रीथिङ वाज मेड इन कोलाखाम नम्बर 1 हो त्यहाँदेखिको अर्को कुरा दिस थिंग्स आर अबाउट 70 to 100 years old अब म्याक्सिमम भनेको तपाईको 100 इयर्स पुगेकोहरु छ त्यहाँदेखिको कम्ती मिनिमम भनेको पनि तपाईको 70 इयर्स सम्मको छ है त्यहाँदेखिको सबसे ओल्डेस्ट आइटम चाहिँ तपाईहरुलाई यो छ एकदमै आज स्टार्टिङ विथ दिस यो चाहिँ बेदको चौकी हो र यो पिक्चरमा जो देख्नु हुँदैछ चाहिँ मेरो ग्रेट 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 ग्रान्डफादर हुनुहुन्छ उजुरमान राई हो 1852 to 1941 उहाँको लाइफ स्प्यान हैन त्यहाँदेखिको हेर्न सक्नुहुन्छ तपाईहरुले मजाले हेर्नुस् है त देख्नु सकेन भने पनि मजाले हेर्नुस् हि इज सिटिङ अन द सेम चेयर उहाँ हाइटमा सारै अक्लो पनि हुनुहुन्थेन रहेछ यसले बुझ्न सकिन्छ हो यहाँ ड्यामेज भएको छ ओभर 100 इयर्स ओल्ड अनि यो घर जुन चाहिँ छ सामसुहाङ खिम आफ नेम्ड इट सामसुहाङ खिम चाहिँ तपाईको सामसुहाङ चाहिँ हाम्रो राईको एउटा पाछा हो हैन सब क्लान हो त्यहाँदेखि खिम भनेको चाहिँ तपाईको घर हो हाम्रो ल्याङ्ग्वेजबाट त्यहाँदेखिको यो घर चाहिँ उहाँले बनाउनु भएको फेब्रुअरी डेट याद छैन मलाई तर मन्थ चाहिँ फेब्रुअरी हो 1916 मा चाहिँ यो घर चाहिँ उहाँले एस्टाब्लिश गर्नु भएको बिफोर सेटलमेन्ट चाहिँ अलिकति पर थियो त्यहाँदेखिको लेटर अन अलिकति डेभलपमेन्ट हुँदै गयो एग्रिकल्चरल इम्प्रुभमेन्ट्स हुँदै गयो त्यहाँदेखिको उहाँले यो घर एस्टाब्लिश गर्नुभयो हैन विथ अल द विलेजेस त्यहाँदेखिको उहाँ चाहिँ यही चौकीमा बसेर चाहिँ यो चौकी यतिकै हामीले प्रिजर्भ गरेर राखेका छौं अलिकति यहाँनिर उयो भएको छ हो बिग्रेको छ तर पनि त्यहाँदेखिको यो पनि यो अलिक पिछेको हो यो अझै पुरानो यो अलिकति पिछेको त्यहाँदेखिको यो एकदमै पुरानो यो पनि थुम्चे पनि भनिन्छ यो चाहिँ रिनकको हाटबाट किन्नु भएको अरे रिनकको हाटबाट किन्नु भएको एकदमै पुरानो डिजाइनको थुम्चे छ हो यो पनि अलिकति यता उयो भएको छ हो बिग्रेको छ यो सबै जुटले बनेको हुन्छ हैन सबै बेत बाँस परेङ युज भएको हुन्छ त्यहाँदेखि एकदमै हेर्दा चाहिँ एकदमै सिम्पल छ तर एकदमै रेयर कुरा हो यसलाई चाहिँ थाक्रे भन्छ हो अनि हाम्रो बान्तवा ल्याङ्ग्वेजबाट रोकथोक भन्छ यो चाहिँ झाडु चाहिँ हैन हो के होला तपाईहरुले गेस गर्न सक्नुहुन्छ लेडिजहरुले लङ हेयर हुन्छ लट्टा परेको हुन्छ टक्कै यस्तो पारेर चाहिँ लट्टा फुटाउनु हुन्थ्यो उनीहरुले फेरि यो चाहिँ एक प्रकारको ग्रास हो कि तपाईको पाम ग्रास टाइपको हुन्छ थाक्रे नै भन्छ यसलाई अझै भिर एरियातिर हुन्छ त्यही कारणले कमनली चाहिँ त्यो टाइममा पनि बाँसको बनाइन्थ्यो तर यो ग्रास चाहिँ अझै रेयर हो यसको मेडिसिनल प्रपर्टिज पनि अब हेयरलाई चाहिँ राम्रो बनाउँछ भन्नुहुन्थ्यो है त्यही कारणले यो चाहिँ कोम्बिङको लागि चलाउनुहुन्थ्यो यो चाहिँ अर्को सकप यो चाहिँ हाम्रो ट्रेडिसनल फोकलोरमा पनि हाम्रो राईहरुको ट्रेडिसनल फोकलोरमा पनि हाम्रो गडेस निनमपाले चाहिँ सुम्दीमा उ चाहिँ अब अर्थमा बस्नुहुन्थ्यो उहाँको लागि चाहिँ एउटा सिम्बल अफ लभ हो यो चाहिँ आकाशदेखि झार्दिनु भएको कोले झार्दै हो हाउ इज आई वान्ट टु सी हिम त्यही कारणले दिस होल्ड्स अ लभ स्टोरी हो यो तपाईको टुकी अथवा धिप्री बत्ती दुई प्रकारको छ हो यस्तो हुने चाहिँ अलिकति के त मिडल क्लास हुन्थ्यो रे पहिला अब यस्तो हुने चाहिँ अलिकति धनी मनी मान्थ्यो क्या यो अक्लो हुने चाहिँ लङ नेक हुनेवाला चाहिँ त्यहाँदेखिको यो मन्दनी यो तपाईको टक्कै यसमा खाँबोमा गाडिन्थ्यो बाँधिन्थ्यो टक्कै यहाँनिर उयो लगाएर चाहिँ यस्तो तानेर घिउ पार्थ्यो मही पार्थ्यो हो यो चाहिँ यसको एक्सपर्टिज चाहिँ यहाँ मेरो कान्छी चुना फुपू हुनुहुन्छ हो उहाँले चाहिँ गलैँचा बुन्नुहुन्थ्यो हो स्टिल एक दुईवटा राखेको पनि छ यो गलैँचा बुन्दाखेरि यो लुमिङमा चलाइने गर्थ्यो यो सबै लुमिङमा काट्ने यो तान्ने हो त्यहाँदेखिको यसले चाहिँ ठोक्ने हो त्यो लुमिङमा तपाईको चलाइन्थ्यो यसलाई भन्छ बसिला हो यो चाहिँ तपाईको यहाँनिर चाहिँ शार्प एज हुन्छ
यो तपाईँको जति पनि वुड कार्भिङ्सहरू देख्नुहुँदैछ यो सिमेन्टेड होइन, यो सबै रुख नै हो, डल्लै डल्लै ट्रङ्क्स नै हो। यो माथिको देख्नुहुँदैछ सबै बसिलाले खोर्सेर बनाएको हो। त्यहाँदेखिको यो तपाईँको जाँतो डुलो पार्ने हो, जाँतो पनि अलिकति लेट भयो निकाल्नुमा। त्यहाँदेखिको यो चाहिँ तपाईँको माला छेड्ने हो, यसलाई चाहिँ हिट गरेर चाहिँ माला कुनै पनि माला छेडिन्थ्यो। यो चाहिँ तपाईँको नर्नी हो, यो चाहिँ सानो खुकुरी होइन, यो चाहिँ नर्नी हो। त्यहाँदेखि नर्नीले चाहिँ बिनायो खिप्थ्यो। अहिले म बिनायो पनि तपाईँलाई सुनाउने छु हो, बिनायो खिप्ने काम गर्थ्यो। यो चाहिँ हर्पे, यसमा अब साधुहरू पऱ्यो भने दुध मही हो, खाने खागीहरू पर्नु भयो भने जाँड रक्सी बोक्नुहुन्छ हो। त्यहाँदेखिको यो तपाईँको डालो, मान डालो भन्छ। यसमा चाहिँ तपाईँको मेजरमेन्टहरू पनि लिन्थ्यो, ग्रेन्सहरू चासुम भन्छ हाम्रो ल्याङ्ग्वेजबाट, ग्रेन्सहरूको मेजरमेन्टहरू लिने। यो तपाईँको स्टोरेजको लागि डेली हो। यो अझै ठुलो, यो तोरी राख्ने हो, यो चाहिँ मकैहरू राख्ने हो। त्यहाँदेखिको यो तपाईँको फुर्लुङ, अब अहिले त ह्याङ्गरहरू के छ होइन, पहिला चाहिँ अब ह्याङ्गरहरू हुन्थेन, जस्ट यस्तोमा काँटी ठोक्यो टक्कै माथि झुन्डायो, फुर्लुङ हो। त्यहाँदेखिको यो पाथी, यसले चाहिँ तपाईँको मेजरमेन्ट, पहिला चाहिँ मेट्रिक सिस्टम युनिट सिस्टम केही थिएन, इन्टरनेसनल चाहिँ त्यो जस्ट इट वाज नट देयर होइन। त्योभन्दा अगाडि चाहिँ त्यहाँदेखि कति पाथी तिमीले धान रोप्यो, यति यति पाथी, एक पाथी धान रोप्यो भने यति हुन्थ्यो मेजरमेन्ट हो। बाटर सिस्टममा पनि यही पाथी चलाउँथ्यो। त्यहाँदेखिको यो तपाईँको आरी, यो चाहिँ तपाईँको लिक्विड छिर्दैन यसमा चाहिँ, यो चाहिँ सबै वुडले कार्भ गरेको हुन्छ हो। त्यहाँदेखिको यो दुईवटा आइटम एकदम इम्पोर्टेन्ट छ। यो दुईवटा आइटम चाहिँ कोलाखामको लागि, आई कम टु द्याट लास्ट वान है। यो झाँकी तपाईँको स्टोरेजको लागि ठुल्ठुलो पनि हुन्छ हो, स्टोरेज एनिथिङ स्टोरेजको लागि। त्यहाँदेखिको यो तपाईँको हाम्रो ट्रेडिसनल दाबे भन्छ हाम्रो बान्तवा ल्याङ्ग्वेजबाट हो। यो चाहिँ एकदमै रिचुअल्सहरूको लागि चलाइने गर्दै थियो। अन्त यो चाहिँ अलिक खोल्दा पनि अलिकति बाँचेको छ हो, हेर्नुहोस् अझै लामी छ यो हेर्नुहोस्, तर एकदमै पुरानो हो, तर पनि यसलाई राखिरहेको हो। त्यहाँदेखिको यो तपाईँको सबै कोलाखामको एन्सेस्टर्सहरूले चलाउनु भएको, यो सबै हाम्रो ल्याङ्ग्वेजबाट भे भन्छ हो, एरोजहरू सबै यतै बनाएर यतै युज गर्नुभएको। ओभर लगभग यो 60-70 इयर्स पुगेको, सबै रिचुअल्समा चलाइने, अन्त नफ्याँकेको नि। यो तपाईँको सेलरोटी पोल्ने स्विट हो, देख्नु भएको, यो पनि पहिला चलाएको भनेर राखेको हो, यो त बनाउन सकिहाल्छ। यो तपाईँको भकारी, यो एकदमै ठुलो सोर्स अफ स्टोरेज। यो चाहिँ तपाईँको सह मानिन्थ्यो पहिला, जसको घरमा भकारी रित्तो हुन्छ द्याट हाउस डजन्ट होल्ड फर्च्युन भन्थ्यो पहिला चाहिँ। अब मिथ्सहरूले भन्छ, अब मिथिकल गड्सहरू अब होइन, हाम्रो स्पिरिट्सहरू एनिमिस्ट कल्चर्स त हुन्छ होइन हिमालय रिजन्समा त, अनि एनिमिस्टिक स्पिरिट्सहरूले चाहिँ यसमा अब जसले राम्रो पूजाआजा गर्छ उसलाई अलिकति थपिदिने अरे, अब जसले राम्रो गर्दैन उनीहरूकोबाट निकालेर लगिदिन्थ्यो अरे हो सह। यो तपाईँको कोक्रो, यसमा चाहिँ नानी सुताउने गर्दथ्यो होइन, एकदमै। यो चाहिँ हाम्रो कोलाखामकै एकजना कोप्पाले, तपाईँहरूको प्यारो यवन राईको कोप्पाले बुन्नु भएको, उहाँ एकदमै ट्यालेन्टेड क्राफ्ट्सम्यान हुनुहुन्थ्यो होइन। हेर्नुहोस् त यो अहिले सक्दैन, कसैले सक्दैन बुन्नु हो। यो पहिला पहिला अब कोलाखाममा गुड्डी खेल्ने चलन पुरा थियो अरे हो, त्यही गुड्डीको लागि। त्यहाँदेखिको यो पेट्रोल म्याक्स, यो चाहिँ एकदमै पेट्रोल म्याक्स त अरू ठाउँ पनि हुन्थ्यो होइन, यो चाहिँ कोलाखाममा चाहिँ अब जब लाइट थिएन यसले चाहिँ हेर्नुहोस् है त, फ्लोरेसेन्ट एकदमै राम्रो खालके यसले लाइट दिने हो। यस्तो खालके चाहिँ पेट्रोलले पनि चल्ने अनि मट्टीतेल केरोसिनले पनि चल्ने। यो चाहिँ तपाईँहरूको कस्तो हुन्थ्यो भनेदेखिलाई चाहिँ पेट्रोल म्याक्स चलाउँदाखेरि चाहिँ हेर्नुहोस् है त, पेट्रोल म्याक्स चलाएर कोलाखामको मान्छेहरू सबैजना सोसियल ग्यादरिङ्समा हेर्नुहोस् न पेट्रोल म्याक्स बालेको हेर्नुहोस् न त्यहाँनिर। पेट्रोल म्याक्स बालिरहेको छ हेर्नुहोस् है त। अनि लास्ट थिङ चाहिँ कोलाखामको लागि एकदमै इम्पोर्टेन्ट चाहिँ कोलाखाम नेम कसरी आए पनि म जोड्छु तपाईँको यो प्रसङ्गमा। यो चाहिँ एकदमै बिग्रिसकेको छ, ओभर 150 इयर्स ओल्ड। त्यहाँदेखिको यो यसलाई चाहिँ कोल भनिन्छ, नेपालीहरूले कोल भन्छ, तेल पेल्ने कोल भन्छ हो, नत्र भने हाम्रो बान्तवा ल्याङ्ग्वेजबाट पेम भन्छ। यो चाहिँ तपाईँको यत्रो यत्रो साइजमा थियो, गर्दै 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 यो किराले खाएर यस्तो भइरहेको छ हो। यसमा चाहिँ तपाईँको यो पेचा राखिन्थ्यो, तोरी अथवा मस्टर्ड सिड्स अथवा त्यो मेल हुन्छ नि अमिलो मेल, त्यो राख्यो। त्यहाँदेखि चाहिँ यसमा चाहिँ फिजिक्सको 3rd क्लास लेभल चलाउँथ्यो। ढुङ्गामा चाहिँ टक्कै से फर इक्जाम्पल यो ढुङ्गा भयो अरे, ढुङ्गामा टक्कै यसरी राख्थ्यो एउटा प्ल्याङ्क, यो टुप्पोमा चाहिँ यो ठाउँमा तपाईँको
एफर्ट भयो होइन, फलक्रम यहाँ बिचमा भयो, त्यहाँदेखिको तपाईँको यहाँनिर त्यस्तो भएर चाहिँ तपाईँको थर्ड क्लास लेभल युज गरेर चाहिँ यहाँनिर प्रेस हुन्थ्यो हो। जति प्रेस भयो, जति ढुङ्गा थप्दै गयो, त्यहाँ अझै माथि मान्छे पनि बस्थ्यो अरे, केटाकेटीहरू हो। त्यहाँदेखि यो प्रेस हुन्थ्यो, टक्कै यहाँ त्यहाँ जो एसेन्सियल ओइल्सहरू चाहिँ यहाँ बगेर चाहिँ टक्कै आएर चाहिँ यहाँनिर कलेक्ट हुन्थ्यो। यो ट्रेडिसनल ओइल प्रोडक्सनको प्र्याक्टिस चाहिँ कोलाखाममा कम्प्लिटली बन्द भयो, नत्र भने चाहिँ कोलाखाम चाहिँ पहिला चाहिँ यसको लागि जानिन्थ्यो अरे। कोला भनेको चाहिँ यो कोलबाट आयो, खाम भनेको चाहिँ प्लेस वेयर इट इज युज्ड हो। कोलाखाम चाहिँ यो ट्रेडिसनल ओइल प्र्याक्टिसले गर्दा चाहिँ त्यति बेला कालिम्पोङ, दार्जिलिङ, सिक्किममा चाहिँ अल ओभर द हिल्स चाहिँ फेमस भएको थियो अरे। त्यहाँदेखि चाहिँ बिफोर कोलाखाम चाहिँ यो कोलाखाम नेम चाहिँ 1980s लगभग त्यतिखेर चाहिँ चेन्ज गरेको। बिफोर इट वाज कोलबोङ। कोलबोङ भनेपछि चाहिँ तपाईँ अब होल एरिया वाज मायलल्याङ होइन, लेप्चासको इन्डिजिनियस ल्यान्ड हो। त्यही कारण मायलल्याङमा चाहिँ अब कोलबोङ भन्थ्यो अरे यो एरियालाई चाहिँ। कोलबोङ मिन्स कोलबोङ चाहिँ फेरि तपाईँको कल्पतबाट आउँछ, लेप्चा ल्याङ्ग्वेजबाट। कल्पत भनेको चाहिँ फुट अफ अ वालनट ट्री हो। वालनट ट्रीको फुटलाई चाहिँ कल्पत भनेर त्यहाँदेखि यहाँनिर ठुलो ओखरको रुख थियो अरे, ओखर बोटे भन्थ्यो अरे। त्यहाँदेखिको पछि चाहिँ किन चाहिँ कोलाखाम बनायो भनेदेखिलाई चाहिँ गीत कोलबोङ छ यता कालिम्पोङदेखिको उता, यताको मेल उता जान्थ्यो अरे, उताको मेल यता आउँथ्यो अरे। देन हाम्रो एकदमै यहाँ कोलाखामको एकदमै लर्नेड पर्सन पिटी गम्भीर दास अग्निहोत्री, उहाँ रहनु भएन, 98 इयर्सको एजमा बित्नुभयो। एकदमै यो गाउँको एकदमै पढेको मान्छे होइन, उहाँले चाहिँ चेन्ज गर्नुभएको हो कोलाखाममा। त्यहाँदेखिको इट्स फिनिस्ड हो। त्यहाँदेखि अलिकति म ट्रेडिसनल नलेजबाट तपाईँको बर्ड वाचिङको बारेमा भन्छु। किरात खम्बु राई र लेप्चासबाट भन्छु। हाम्रो किरात खम्बु राई भन्छ नि हामीले कमनली, राईहरूकोबाट चाहिँ एकदमै बेसी बर्ड्सहरूलाई रेफरेन्स दिएको छ, प्रेफरेन्स दिएको छ। किनभनेदेखिलाई चाहिँ अब राईहरू चाहिँ एकदमै पहिल्यैदेखिको बर्ड वाचर है, क्यामेराज बाइनोकुलर्स केही थिएन, तर पनि राईहरू चाहिँ बर्ड वाचर छ। आकाशमा हेर्ने सिजन बर्ड्सहरूले भन्ने हो, विन्टर आउँदैछ, मनसुन आउँदैछ, सबै बर्ड्सहरूले भन्ने। हाम्रो राईहरूको मुन्दुम भन्छ। मुन्दुम चाहिँ एउटा ओराकल च्यान्ट हो, जो चाहिँ अब माङपाहरूले जसले चाहिँ अब ज्ञान भएको मान्छेले चाहिँ आफै भन्नुहुन्छ क्या। इट स्टोर्स हिस्ट्री, थाउजन्ड्स इयर्स अफ हिस्ट्री। अनि एउटा सानो म मुन्दुम भन्छु तपाईँहरूलाई, यसमा चाहिँ बर्ड्सहरूको बारेमा एकदमै राम्रो देख्छ। ए वा बुरुङमा यो ठाङ्गा के, वालेन्सुङमा यो हिया के, ए सुक्चीमा ओ दोङदारा के, लाचे रुकी लरे रुकी भनेर भनेको छ। यसमा चाहिँ के भन्दैछ भने ए बाखामाडा वाबुरुङमा भनेको छैन, वाबुरुङमा भनेको छ। वाबुरुङमा मिन्स टर्माइट्सहरू पनि निक्लिने टाइम भयो होइन। त्यहाँदेखिको टक्कै आकाशमा हेर्छु म, चराहरू पनि फर्किँदैछ। उभौली र उधौली भन्छ, डोङवाङ्गा र डोङलासा भन्छ होइन। उधौलीमा बर्ड्सहरू, माइग्रेटरी बर्ड्स प्लेन साइडदेखिको यता आउँछ, अलिक गरम चढेर होइन। उधौलीमा अलिकति तराईतिर फर्किन्छ नि, त्यो माइग्रेसन प्याटर्नले चाहिँ त्यहाँदेखिको यो वाबुरुङमा यो ठाङ्गा कि लरे दोङदारा कि होइन, ए वाबुरुङमा यो ठाङ्गा कि, ए सुक्सीमा ओ दोङदारा कि भन्छ नि। दोङदारा कि द इयर इज कमिङ ब्याक, बर्ड्स आर कमिङ ब्याक होइन। अब चाहिँ हामी वी क्यान स्टार्ट आवर प्लान्टेसन होइन, सबै त्यो भनेर चाहिँ अब मुन्दुमले त्यस्तो भन्छ होइन। अब से फर इक्जाम्पल अर्कोमा चाहिँ अब लभ सङ हुन्थ्यो यारी हाम्रो राईहरूको होइन। त्यति बेला चाहिँ अब ए आया निसैमा च्याउ सोल्टिनीलाई भन्दैछ है, ए उङ्का चाङबाङमा खाना चाङबाङमा आया निसैमा च्याउ डेमचोङवा वासिने भन्दैछ। यसमा चाहिँ अरे तिमी पनि नेउल म पनि नेउल एकै स्वरमा हामी नेउल जस्तै गाएर चाहिँ यो यारीलाई सुरु गरौँ है, यारी छामलाई चाहिँ सुरु गरौँ है भनेर भनेको हुन्छ होइन। अनि तर हाम्रो राई कल्चर चाहिँ हाम्रो नागाल्यान्ड होइन मिजोरामको कल्चरसँग धेरै मिल्छ। किनभनेदेखि हर्नबिल चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट। हामीले मुन्दुम गर्छ, पूजा गर्छ नि राईको, हर्नबिललाई सम्झिनै पर्छ। हर्नबिल चाहिँ हाम्रो नाना तायामा नाना खियामा भन्ने मुन्दुमको क्यारेक्टर छ। स्टोन एजमा पुगेको छ है, नो ब्रोन्जेस नो गोल्ड एज समथिङ त्यस्तो केही छैन है, डाइरेक्ट स्टोन एजको कथा छ राईहरूको चाहिँ। मुन्दुम क्रिएसनदेखिको छ। त्यहाँदेखिको त्यति बेला चाहिँ नाना तया नाना खियो चाहिँ अब आफ्नो ठाउँलाई छोडेर चाहिँ अब हर्नबिलको रूपमा चाहिँ हर्नबिल बनेर चाहिँ उडेर चाहिँ तराईतिर एकजना नाना सानो नाना तराईतिर, ठुलो नाना माथि लेकतिर गएको छ हो। त्यस्तो खालको सेपरेसन देखाएको छ। त्यहाँदेखि हाम्रो सिल्लीहरू भन्छ, हाम्रो राईको सिल्ली भनेपछि चाहिँ इमिटेसन डान्स, फोक डान्स हो हाम्रो राईको। त्यसमा चाहिँ अब बर्ड्सहरूको नकल गरिन्छ हो। अब कुनै पनि कुराको एनिमल्सहरूको धान रोपेको मान्छेले काम गरेको पनि हामीले राईहरूले चाहिँ नकल गर्ने गर्दथ्यो। एकदमै पुरानो यो पनि। अब से फर इक्जाम्पल हाम्रो अब सिल्ली गरिँदाखेरि यस्तो गरिन्छ, सोही
सोही सोही ला यस्तो गरिन्छ हो यस्तो गरेर यस्तो गरिन्छ अब यो चाहिँ तपाईँको नर्मल प्याटर्न हो तर अब चराहरूको नक्कल गर्दा टाङ टुक्मी भन्छ तपाईँहरू अब बर्ड बसर हुन्छ म त त्यो पक्का बर्ड भन्नु सक्दिनँ टाङ टुक्मी भन्ने एउटा भिरमा चढ्ने चरा पाउँछ अरे अब त्यो गर्दा गर्दा राईहरूले यस्तो गर्छ 1 2 3 1 2 3 1 2 3 यस्तो गरेर गर्छ हो अब कुखुराको गर्छ कोही बेला 1 2 3 1 2 3 यस्तो गरेर गर्छ कुखुराको हो तपाईँको नारवा गर्छ आकाशमा त्यो उड्छ नि कल्चुरा 1 2 3 1 2 3 1 2 गरेर सोही गरेर गर्छ राईहरूले हो अब त्यस्तै भन्दाखेरि राईहरूको त त्यस्तो छ लेप्चासमा पनि एकदमै यो टिस्टा रङ्गीतको कथा छ नि रेन्यु र रङ्गीत हो नि खासमा त पहिला टिस्टा नाम थिएन नि पहिला अब लेप्चासहरूले चाहिँ एकदमै दुईजना चाहिँ अब मायलल्याङमा चाहिँ उनीहरूको होली ल्यान्डमा चाहिँ रेन्यु र रङ्गीत चाहिँ भेट्ने गर्दथे अरे त्यहाँदेखि पछि थाहा पायो उनीहरू भेट्दछ भनेर कसलाई थाहा थिएन सिक्रेट लभ थियो त्यहाँदेखि थाहा पाउँदाखेरि चाहिँ लु अब हामी अलिक तलतिर जाउँ सरम पर्यो तेरैतिर बगौँ भनेर बग्दाखेरि चाहिँ त्यहाँदेखि चाहिँ टिस्टालाई चाहिँ अहिले रेन्यु भनौँ न रेन्युलाई चाहिँ तपाईँको दोहोऱ्याउने चाहिँ तपाईँको चरा थियो अरे हो सरी स्नेक थियो अरे परिलबु भन्छ हो परिलबु थियो अरे त्यहाँदेखिको तपाईँको रङ्गीतलाई चाहिँ दोहोऱ्याउने तपाईँको चरा थियो अरे याद गर्नुहोस् टिस्टा सिधा बगेर गएको छ किनभने साँपले उसलाई दोहोऱ्याएको त्यहाँदेखिको रङ्गीत चाहिँ तपाईँको यस्तो यस्तो भएको छ किनभनेदेखि ऊ चराले उता खानेकुरा देख्छ अरे यता फर्किन्छ फेरि उता देख्छ यस्तो यस्तो हुँदा जिगजाग भएको अरे परिलबु र तपाईँको टुटफो भन्छ चरालाई चाहिँ हो टुटफो त्यहाँ टुटफोले चाहिँ त्यहाँदेखिको त्यस्तो हुँदाखेरि त्यहाँदेखि चाहिँ अब टिस्टा र रङ्गीत त्यहाँनिर पुग्यो होइन आहा रङ्गीत अगाडि पुग्यो अरे त्यहाँदेखिको तिमी त केटी मान्छे म अगाडि पुग्नुपर्ने भन्दा त्यहाँदेखिको तिसी था भनेको चाहिँ वेन डिड यु अराइभ भनेको नि त हो लेप्चा ल्याङ्ग्वेजमा त्यही कारणले त्यहाँदेखि सरमले चाहिँ त्यहाँ फेरि ऊ फर्किने हुँदाखेरि चाहिँ मायलल्याङमा चाहिँ बाढ ल्याउँदाखेरि अझै अर्को चरा डिस्क्राइब गरेको छ है तपाईँको कोहेम्फो भन्छ कोहेम्फो चरा छ प्याट्रिज हिल प्याट्रिज हो त्यो चाहिँ याद छ मलाई हिल प्याट्रिज चाहिँ त्यहाँदेखि चाहिँ अब पुरा लेप्चाहरूले पूजा गरेर बोङथिङहरूले मुनहरूले हो त्यहाँदेखिको पूजा गर्दाखेरि चाहिँ ल हाम्रो मायलल्याङलाई बचाइदिनुहोस् फ्लडेड भयो दिस एरिया इज फ्लडेड होइन त्यहाँदेखि त्यस्तो हुँदाखेरि चाहिँ तपाईँको इदबो मु भन्छ तपाईँको क्रिएटरले चाहिँ लेप्चाहरूको क्रिएटरले चाहिँ तपाईँहरूको त्यो कोहेम्फोलाई बनाएर चाहिँ त्यहाँदेखि उसले चाहिँ जाँड छर्के अरे ची भन्छ उहाँहरूको ल्याङ्ग्वेजमा जाँड छर्केर चाहिँ सबै पानी ड्रेन भएर गयो त्यहाँदेखिको लेप्चासहरूले कुरा गर्नुहुन्छ उनीहरू त्यो कोहेम्फोको यहाँ चेस्ट हुन्छ नि त्यो अझै पनि जाँड गनाउँछ अरे द्याट फोक स्टोरी इज कनेक्टेड एन्ड लास्टली आइ एम फिनिसिङ दिस अप विथ स्मल म्युजिक होइन ट्रेडिसनल म्युजिक यो चाहिँ तपाईँको बिनायो भन्छ तपाईँको जो हार्पो आसाममा गोगोना भन्छ थाइल्यान्डमा कुबिङ भन्छ यो चाहिँ तपाईँको पर्क्युसन इन्स्ट्रुमेन्ट यो रिड बाँस मात्रै मालिङको बाँस मात्रै युज भएको केही युज हुँदैन रिड मात्रै भाइब्रेट हुन्छ माउथ चाहिँ एक्वाइजर हेर्नुहोस् है यस्तो हुन्छ त्यहाँदेखि लास्ट इन्स्ट्रुमेन्ट छ यस तपाईँको मर्चुङ्गा यो पनि तपाईँको टाइप अफ जो हार्प नै हो यो मर्चुङ्गा चाहिँ फेरि मेटलको हुन्छ त्यो बाँसको बनायो भने यो मेटलको हुन्छ यसले चाहिँ झ्याउखिरी इमिटेट गरेको अरे नि खासमा चाहिँ यो भनेको चाहिँ लास्टको बुझ्नुभयो सोल्टिनीसँग जो गुङ्गा हुन्छ नि सोल्टिनी यो बजाउँथ्यो अरे अरे तिमीलाई कण्ठम किनिदिन्छु शिरफुल पनि किनिदिन्छु कानमा झुम्के बुलाकी पनि किनिदिन्छु त्यस्तो भनेको अरे त्यहाँदेखिको विथ दिस आई वुड लाइक टु एन्ड माई टुडेज सर्ट सेसन हो अन्त सर्ट ब्लेसिङ इन आवर ल्याङ्ग्वेज होइन खाना निन झारा झारा म बनाओ टावाङसी दक्षा बुवा दक्षा नानासी खाना निन झारा झारा आलाङ्ने हुने सामसुवाङ परिवार अंकिन ओको झारा कोलाखाम टेङडा ओ टेङपाङसी डाङ्का
खाना निन्जा र जरा आलाङ्ने हुने सुम्दिमा पारुवाङ सायक लागि लिसा खाना निन्जा र जरा सोलोलो याङमा हुने यहाँ चाहिँ तपाईहरुलाई यो डिस्क्रिप्सन